यस्तो जाडोमा नानीलाई जाडो नभएको लोकल भन्दा इन्टरनेसनल इमिग्रेसनहरु चाहिँ मैले धेरै देखिरहेको छु है। फुलहरुको नजिक पुग्दै गरेको हामीले महसुस गरिसकेका छौं। किन जापानमा छु है हामी, जापानमा यतिखेर। What's up beautiful people, it's me RK Balair and welcome back to my channel. I hope तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै ठीक छु है। आज चाहिँ म कहाँ जान गइरहेको छु भने आज चाहिँ म साकुरा हेर्न गइरहेको छु है। तर जापानको हैन, डेनमार्कको साकुरा है। यसको हिस्ट्रीको कुरा, साकुरा भन्ने बित्तिकै सबैजनालाई जापानको याद आउँछ होला हैन। तर यो चाहिँ हिस्ट्री हेर्दा त्यस्तै नै छ। लाइक समथिङ मैले नै हेरेको थिएँ कि 200 वटा बोटाहरु जापानबाट गिफ्ट आएको अनि यता लगाएको समथिङ लाइक दिस त्यस्तै छ है। के हो त्यो एक्चुअल त मलाई पनि थाहा छैन। तर वर्षैको 200 बोटा आउँछ कि त्यो एकचोटि आयो कि के हो त्यो चाहिँ म पनि कन्फर्म भएन है। तर जापानबाट लाइक मेन साकुरा भन्ने बित्तिकै सबैले जापानमा हो भन्ने मेन्टालिटी हुन्छ नि त। खासमा ओरिजिन नै जापानबाट नै हो, तर यता डेनमार्कमा छ। त्यही भएर आज चाहिँ म जाँदैछु है साकुरा हेर्न। सो गाइस देख्न सक्नुहुन्छ अहिले मैले चाहिँ साथीलाई पनि भेटिसकेर हामी चाहिँ बसमा बसिरहेको छौँ। मैले जाँदैछौँ बसमा। अब हामी अबको 25-30 मिनटमा चाहिँ हामी त्यहाँ पुग्छौँ है। बसबाट झरिसक्यौँ है, देख्न सक्नुहुन्छ। तर अब हामीले बसबाट त झर्यौँ, अब चाहिँ हामी जाँदैछौँ पार्कमा टक्क पारेर। तर फुल चाहिँ छ कि छैन के हो यार। ल आम्मामा ठाउँ त बवाल छ है। अब हामी चाहिँ हेरौँ चेरी ब्लसम के हो अरे नाम यार त्यसको, साकुरा भनेर बुझौँ न हामी चाहिँ सिम्पली है। जाँदैछौँ, तपाईँहरूलाई देखाउँछु, घुम्छौँ, रमाउँछौँ, के कस्तो हुन्छ। मजाले घुमौँ है त मसँग आज। मार्क्सम पार्क भनेर केटा मसान घाट ल्याए जस्तो छ है, प्लिज है। यता देख्न सक्नुहुन्छ जतातता यस्तो छ यार। यो त मसान घाट जस्तो छ यार। मसान घाट जस्तो होइन, मसान घाट नै हो जस्तो लागिसक्यो मलाई चाहिँ यो। देख्न सक्नुहुन्छ यस्तो छ, मान्छेहरू गाडेको, त्यहाँ लेखेको के छ हो माइकल मिकेली सिकेली के गाडेको यिनीहरूलाई है। यस्तो ठाउँ छ यो। के भन, हामी चाहिँ जाम। फुलहरू कता छ, चेरी ब्लसम हो कि के हो, मेरो प्रोनाउन रङ हुन सक्छ है, मिलाएर बुझिदिनु होला। साकुरा भन्न चाहिँ आउँछ मलाई राम्रोसँग। यस्तो छ, बुढाबुढीहरू रेस्पेक्टेड पर्सन डुलिरहनु भएको छ। लाइक हियर एन्ड हियर। आफ्नो दाइलाई हेरिरहेको जस्तो छ अहिले। बिस्तारै अब हामी त्यो फुलहरूको नजिक पुग्दै गरेको हामीले महसुस गरिसकेका छौँ। किनभने देख्न सक्नुहुन्छ गाडीको पार्किङहरू छ यता, अनि मान्छेको चहलपहलहरू पनि अलिकति बढी छ। त्यही भएर यतै हुनुपर्छ। लोकेसन हेर्दा यार हेरिरहेको छौँ अघिबाट। अब यतै हुनुपर्छ पक्कै पनि त्यो पार्क। सो हामी जाँदैछौँ, त्यहाँ पुग्ने बित्तिकै तपाईँहरूलाई देखाउँछु फुलहरू, साकुरा, फोटोसोटो खिचिन्छ, रमाउँछौँ हामी है। टक्क फाइनली गाइस देख्न सक्नुहुन्छ म पुगिसकेँ साकुरा भएको ठाउँमा। आम्मा देख्न सक्नुहुन्छ जापानमा छु है हामी, जापानमा यतिखेर। साकुरा भएको ठाउँ, लट अफ पिपल हियर। तर मेरो साथीहरू चाहिँ कहाँ हरायो, गायब भयो। मेरो साथीहरू कहाँ, किन हराइदिने। जाम घुम्न। आम्मा रमाइलो छ। यहाँ धेरै देशको मान्छेहरू, धेरै नेसनालिटी होइन, कति धेरै लाइक नेपालीहरू पनि हुनुहुन्छ, नेपाली अरू देशको मान्छेहरू पनि हुनुहुन्छ। रमाइराख्नु भएको छ, देख्न सक्नुहुन्छ। हामी पनि छौँ यतै, घुमिरहेछौँ, रमाइरहेछौँ। ब्युटिफुल फुलहरू चाहिँ यही हो। हामी पुगिसक्यौँ, फोटो भिडियोहरू पनि खिच्यौँ, रमाइरहेछौँ। जस मजा आइरहेछ। फुल चाहिँ गार्डन चाहिँ ठुलो छ होइन, अनि फुल चाहिँ धेरै रहेनछ। यहाँदेखि
टक्क यस्तो देख्न सक्नुहुन्छ यहाँसम्म त्यहाँसम्म चाहिँ फुल हो है बाँकी सबै त्यही हो अब गार्डन चाहिँ ठुलो छ तर मान्छेहरू ओभरै छ यार मान्छेहरू ओभरै छ तपाईले सोचे जस्तो फोटो भिडियो चाहिँ केही पनि आउँदैन एक्सपेक्टेसन भर्सेस रियालिटी मात्रै हुन्छ अरूको जो देख्नुहुन्छ नि यस्तो यस्तो आइरहेको मजाको फोटोसोटो तर त्यस्तो चाहिँ केही पाउनु हुने छैन यहाँ सबै फोटोले एउटा भिडियो त बनाउनु मिल्दैन फोटो त खिच्न मिल्दैन रहेछ आज घाम पनि त्यस्तो राम्रो लागेन यार जस हामीलाई जाडो भइसक्यो अब चाहिँ हामी घरतिर जानुपर्ने हुन्छ टक्क यता थरी थरी मान्छे देख्न सक्नुहुन्छ तपाईहरू के अरे लोकल भन्दा इन्टरनेसनल इमिग्रेसनहरू चाहिँ मैले धेरै देखिरहेको छु है त्यही हो राम्रो राम्रो मान्छेहरू सरी बस excuse me थरी थरी अन्तर्राष्ट्रिय हप्सी प्लिज है प्लिज सरी खैरे रङ्गी बिरङ्गी सब हप्सीहरू छ रङ्गी बिरङ्गी हाई त्यही हो गाइस दृश्य यस्तो छ यताको देख्न सक्नुहुन्छ अब त्यही हो गाइस अब आज घामसाम पनि लाग्दो छैन त्यस्तो राम्रोसँग त्यही भएर हामीले 1-2 घन्टा स्पेन्ड गरिसक्यौँ एकदमै जाडो भइसक्यो त्यही भएर आजको भ्लगलाई चाहिँ म यहीँ इन गरिदिन चाहन्छु भिडियोलाई अन्तिमसम्म हेर्दिएको लागि थ्याङ्क यू सो मच र बाँकी अब हामी अर्को भिडियोमा भेटौँला बाई बाई